हेलो नमस्ते है सबैजनालाई स्वागत छ मेरो यो नयाँ ब्लगमा। अहिले चाहिँ म यहाँ माथि छ पोखरी भन्ने ठाउँमा छु। यो चाहिँ ढुङ्गे गाउँमा पर्छ। यहाँ चाहिँ झाँक्रीले शिवजी भगवान र सिद्धिदेवी बस्ने ठाउँ चाहिँ पत्ता लगाउनु भएको छ। यहाँ के छ सबै कुरा देखाउने छु। त्यसको लागि पुरै भिडियो हेर्नुपर्ने छ। ओके, स्टे ट्युन। हजुर हजुर अनि शिवको मिसेका थिए हजुर शिव अनि अरू अर्को पल्लोपट्टि पोखरी त्यो पोखरी चाहिँ त्यहाँबाट पानी चढाएको चाहिँ तल निक्लिन्छ भने होइन निस्किन्छ। अनि तपाईँको योबाट यहाँबाट सबै निस्केर शिवको उसमा बस्छ, घाँटीमा बस्छ। ए त्यही पोखरीबाट हजुर निस्केर चाहिँ यसमा बस्छ। हजुर कुन पोखरी एकचोटि देखाउनु नि यहाँबाट निस्किने ए यहाँबाट चाहिँ निक्लिने होइन अनि बस्ने फेरि निस्केर त्यहीँ बस्छ। ए फेरि त्यहीँ बस्ने नाक चाहिँ हजुर ए अनि अरूहरू त्यो अनि यो पारीको छ नि, पारीको चाहिँ यहाँबाट गएर पर नहुने ठाउँ थियो। यहाँको देउता गएर चाहिँ नहुने चाहिँ ए यहाँको कुण्ड नै महादेव नहुने चाहिँ नौ कुण्ड त्यहाँ हजुर हजुर यहाँको चाहिँ गर नहुने ठाउँ उता नहुने ठाउँ 5 पोखरीको आकार पनि छ नि त्यहाँ होइन छ हो त्यही त अनि त्यही नहुने ठाउँ ए नहुने ठाउँ चाहिँ त्यहाँ होइन
त्यो रातो चाहिँ शिवजी बस्ने ठाउँमा चाहिँ रातो रातो चौलाई खातो चढाउन नहुने होइन होइन रङ रङ के रङ रातो ए रङ नै रातो चढाउन नहुने यस्तो चाहिँ चल्छ एहे कारण चाहिँ के होला नि त्यो नचल्ने ए नचल्ने हो अनि ताँबाको उयो छ नि त्यसो हजुर। त्यो पनि नचल्ने हालको त जस्तो त्यस्तो जस्तो तर पनि यो चाहिँ झाँक्रीले भन्नुभएको जाँग्री भनेर ए हजुर उहाँलाई भन्सालको नामले चिनिन्छ हेरौँ उहाँले अब के भन्नुहुन्छ यस ठाउँको बारेमा पाँचवटा पोखरीको आकार छ यो चाहिँ ढुङ्गामाथि छ 1 2 3 4 5 अनि उत्तापट्टि एउटा छ योसँग 6वटा त्यही भएर 6 पोखरी बनेको हो यहाँ चाहिँ नाग बस्ने पोखरी हो यहाँबाट चाहिँ अब भित्रबाट बाटो छ नाग चाहिँ त्यहाँबाट एकैचोटि तल निक्लिने ठाउँ छ यो दहमा चाहिँ निक्लिने बाटो चाहिँ भित्रैबाट छ त्यो रातो चाहिँ शिवजी बस्ने ठाउँमा चाहिँ रातो रातो चौलाई खातो चढाउन नहुने होइन होइन रङ रङ के रङ रातो ए रङ नै रातो चढाउन नहुने यस्तो चाहिँ चल्छ एहे कारण चाहिँ के होला नि त्यो नचल्ने ए नचल्ने हो अनि ताँबाको उयो छ नि त्यसो हजुर। त्यो पनि नचल्ने हालको त जस्तो त्यस्तो जस्तो तर पनि यो चाहिँ झाँक्रीले भन्नुभएको जाँग्री भनेर ए हजुर हो दोजरले तान्दा नि नलिग्लेको हो नानीले अघि ओहो अनि यस्तो रहेछ अनि अनि यहाँ हेरेको त यस्तो पनि थियो यहाँ हात लगाएर हेऱ्यो होइन हजुर बगाउँदा पनि थियो ए भनेपछि यो 5 पोखरी होइन हजुर यो नुहाउने ठाउँ अरे ए यो चाहिँ शिवजी नुहाउने ठाउँ हजुर 5 पोखरी 1 5 हो 2 3 4 5 है 5 अनि यहाँ हेर्नु हजुर बन्जर ए बनचोरोको आकार छ है त्यहाँ छ ए त्यो ए यो बनचोरोको आकार
यो चाहिँ यहीँ थियो कि यही नि थियो यतिको थियो ए सेती दिदी हो उसलाई चाहिँ देवी आएको भन्नुभएको छ अब देवी आएको हो कि को हो है त्यसै हामी सोध्नेछौँ उसलाई नै अब चाहिँ देवी हो क्या देवी सात दिदी बहिनीको नाम भन सात दिदी बहिनीको नाम भन 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 अनि अरू अरू के अरू त्यसरी छोडेर जानु पाउँदैन फेरि त्यो नामहरू भन्ने मात्रै जाने फेरि कपडी लाऊ नाम भन छिटो फेरि म त सातो दिदीबहिनीको नाम भन बहिनी सातो दिदीबहिनीको नाम भन सातो दिदीबहिनीको नाम भन भने म को म यता हेर्ने म को भनेको पनि देवी नै म कसरी देवी हो झुठो भयो म कसरी देवी हो यस्तो थानमा झुट बोल्दैन म कसरी देवी भयो ल भन तिमी म कसरी देवी हो देवीको नै तिमीलाई तिम्रो गुरुले बिगारेको हो मेरो मलाई खेलाउने तिनीहरू देखाइदिनु पर्यो नि खेलाउने चलाउने गरेर हुन्छ सेती देवी भएपछि सेती देवीलाई कुन कुन डर चल्छ रातो चल्छ चल्दैन रातो केले चल्छ मलाई निदो लेपु छ कम रु बी मेखाइ ले नै न खा आने ने भ आने को छु हाइ बा लु यस खाएको छैन कहिले खाने यस ले मेरो ठाउँमा म त चाहिँ भन्नु पर्दा पाको खरी चिज देवी हुँ यो के को माला यो के को माला यो शिवजीको यो माला कसरी बन्यो यो माला कसरी बन्यो सुबाट बनेको माला हो है बाबु कसरी बन्यो यो माला भनेको भयो बाबा माछा